जब भगवान हाम्रो हृदयमा आउनुहुन्छ, जब हामीलाई परमात्माको दर्शन प्राप्ति हुन्छ, अनि हामीमा के परिवर्तन हुन्छ त? छिद्यन्ते हृदय ग्रन्थि छिद्यन्ते सर्व संशयाः क्षीयन्ते चास्य कर्माणि दृष्टएवात्मनीश्वरे। भिद्यन्ते हृदय ग्रन्थि, हाम्रो हृदयका समस्त ग्रन्थिहरूको भेदन हुन्छ, हाम्रा सबै संशयहरू मेटिएर जान्छन् र हाम्रा जति पनि सञ्चित कर्महरू ती सम्पूर्ण सकिएर जान्छन् जब हाम्रो हृदय भवरमा भगवान श्याम सुन्दरको दर्शन हुन्छ। हामीले परमात्माको उपासना गर्दा कसको उपासना गर्ने? सत्वम रजस तम इति प्रकृतिर गुणास्ते। प्रकृतिका तीनटा गुण हुन्छन्, तिनै तीनटा गुणलाई स्वीकार गरेर परमात्माले तीनटा स्वरूप धारण गर्नुभयो। यहाँ भन्नुहुन्छ स्थित्यादयो हरिविरिञ्चि हरेति संज्ञा। एउटा रूपलाई भनिन्छ विष्णु, अर्को रूपलाई भनिन्छ शिवजी, अर्को रूपलाई ब्रह्मा। सत्य गुणलाई स्वीकार गरेर भगवान विष्णु हुनुभयो, त्यसै गरी तमो गुणलाई स्वीकार गरेर रुद्र हुनुभयो, रजो गुणलाई स्वीकार गरेर ब्रह्मा बनिनुभयो। अब हामीले उपासना चाहिँ कसको गर्ने? श्रेयांसि सत्व खलु तत्व तनु नृणांसि। हामीले उपासना गर्दा चाहिँ सत्व गुणको उपासना गर्नुपर्छ, किनभने वासुदेव परायोग। तपाई योग गर्नुहोस्, योगबाट पनि अन्तिम प्राप्त गर्ने कुरा भनेको योगेश्वर भगवान कृष्ण नै हो, अघि होइन? तपाईले कुनै धर्म भनेर गर्नुहोस्, धर्मबाट प्राप्त गर्ने पनि भगवान कृष्ण नै हो। कुनै यज्ञ गर्नुहोस्, यज्ञबाट प्राप्त गर्ने पनि यज्ञ नारायण उनी कृष्ण हो। त्यसैले भगवान कृष्णको उपासना गर्नु यो नै श्रेयस्कर हुन्छ। भगवानका कति अवतार छन् त्यसको कुनै गणना छैन, तर मुख्य रूपमा भगवानले 24 अवतार लिनुभयो। सबभन्दा पहिलो अवतार भगवानको सनत कुमारको रह्यो। उहाँले तपस्या गरेर देखाउनु हो, तपस्या यस्तो हुन्छ है बाबु भनेर, ब्रह्मचर्य व्रत यस्तो हुन्छ भनेर संसारलाई देखाउनु हो। दोस्रो अवतार वराह रूपमा लिनुभयो र यो पृथ्वीलाई रसातलमा गएकी पृथ्वीलाई फेरि उद्धार गर्नुभयो। तृतीय अवतार भगवानले नारदको रूपमा लिनुभयो र नारद भक्ति सूत्रको रूपमा हामीलाई एउटा भक्तिमा बाँधिन सिकाउनु भयो। त्यसै गरी चौथो अवतार भगवानको नर नारायण भयो, जसले तपस्या गर्न सिकाउनु हो। आज पाँचौं रूपमा भगवान कपिलको रूपमा आउनुभयो, जसले सांख्य योग दर्शन सिकाउनु हो। छैठौं अवतार दत्तात्रेयको रूपमा आज अत्यन्त दिव्य ज्ञान प्रदान गर्नुभयो। सातौंको रूपमा भगवानले यज्ञ बनिनुभयो र दाता पनि मै, भोक्ता पनि मै, भोग्य पनि मै भनेर देखाउनु भयो। आठौं अवतार भगवानको ऋषभदेवको रूपमा भयो, जसले आफ्ना सन्तानलाई पनि उपदेश दिनुपर्छ भन्ने ज्ञान दिनुभयो। आज नौवां अवतार पृथुको रूपमा आएर यो धरणीको, यो पृथ्वीको उद्धार गर्नुभयो। 10औं अवतार भगवानको मत्स्य नारायणको रूपमा रह्यो र सारा पृथ्वीका र यी औषधि र बीजहरूको लाई बचाएर राख्नुभयो। 11औं अवतार कुर्मको रूपमा भगवानले त्यत्रो मन्द्राचल पर्वतलाई आफ्नो पिठ्यौमा राख्नुभयो। 12औं अवतार भगवानको धन्वन्तरी रह्यो, जसले समुद्र मन्थनबाट अमृतको घडा लिएर प्रकट हुनुभयो। 13वां अवतार मोहिनीको रूपमा दैत्यहरूलाई मोहित गर्दै देवताहरूको उद्धार गर्नुभयो। 14वां अवतार नृसिंहको रूप धारण गरेर दैत्यराज प्रहलादको उद्धार गर्नुभयो। 15वां अवतार वामनको रूपमा लिएर दैत्यराज बलिबाट 3 पग जमिन मागी देवतालाई स्वर्ग फर्काइदिनु भयो। 16वां अवतार भगवानले परशुरामको रूपमा लिएर यो
घमण्डी राजाहरूको शासनलाई समाप्त गरेर फेरि धार्मिक राजाहरूको शासन स्थापना गरिदिनु भयो। 17वां अवतार व्यासको रूपमा लिएर 18 पुराणहरूको रचना गर्नुभयो। त्यसै गरी 18वां अवतार रामको रूपमा रावणलाई उद्धार गर्नुभयो। 19वां अवतार बलरामको रूपमा अनेक लीला गर्नुभयो। 20वां अवतार कृष्णको रूपमा भूभार हर्नुभयो। 21वां भगवानको अवतार भने बुद्धको रूपमा हुनेछ भनेर लेख्नुभयो। जतिखेर भागवत लेखिँदै थियो त्यतिखेर बुद्धको अवतार भएको थिएन। त्यही भएर किकट नामको देशमा आज बुद्धको जन्म हुनेछ भनेर भन्नुभएको थियो लुम्बिनीमा। त्यो कुरा भइसक्यो, बुद्ध भगवान आइसक्नु। फेरि भन्नुहुन्छ हंसको रूपमा भगवानले 22वां अवतार लिनुभयो। हयग्रीवको रूपमा 23वां अवतार लिनुभयो र अब आउने समयमा भगवानको अवतार हुनेछ कल्की। कल्कीको रूपमा हुनुहुनेछ। विष्णु यस नामको ब्राह्मणको घरमा सम्बल नामको गाउँमा भगवानको जन्म हुनेछ। हातमा तलवार हुनेछ। एउटा कालो घोडा उहाँको सवार हुनेछ र उनी कल्की नारायणले फेरि यो पृथ्वीलाई सत्ययुगमा परिणत गर्नुहुनेछ। अहिले जसरी कलियुग धपधपी बलेको छ, यो कलियुगलाई समाप्त गरेर फेरि सत्ययुगको थालनी गर्नुहुनेछ। बोलो कल्की नारायण भगवानको। एते चांस कला पुंस कृष्णस्तु भगवान स्वयं इन्द्रारि व्याकुलं लोकं हृदयन्ति युगे युगे। मैले तपाईलाई बताएको 24 अवतार मध्ये अरु अंश र कला अवतार हुन् भने भगवान कृष्ण चाहिँ स्वयं जगदीश्वर हो, पूर्ण ब्रह्म परमात्मा हो भनेर भन्नुहुन्छ। जन्म गुह्यं च भगवते एतत् प्रयतो नरः। भगवान कृष्णको जन्मलाई बडा गोपनीय राखिएको छ। भगवानको जन्म हुँदैन र मरण पनि हुँदैन। अवतार हुन्छ र अन्तर्ध्यान हुनुहुन्छ। तर भगवान कृष्णको जन्म र मरणको कथा लेखिदिएर त्यसलाई बडा गुप्त बनाइदिनु भएको छ। यहाँ भन्नुहुन्छ जन्म गुह्यम भगवते एतत् प्रयतो नरः। यो कथा सुन्न मात्रै पनि भगवानको गोपनीयतालाई जान्न सकिँदैन। त्यो गोपनीयतालाई खुलाएर भन्न सक्ने आचार्य हुनु पर्यो, अनि मात्र भगवानको गोपनीयता कुरो जान्न सकिन्छ। त सज्जन, यो नै भागवत हो र यो भागवतमा भन्छु भनेर सुतजीले भन्नुभयो। जति मैले सुखदेव स्वामीबाट सिकेँ त्यही अनुसार म भन्ने छु। हामीले पनि वृन्दावनमा बसेर जति अध्ययन गर्यौं हजुरहरूलाई त्यति नै सुनाउँछु। भागवत त अगाध समुद्र हो, यहाँ भित्र पसेपछि भरसक निक्लिन सकिँदैन। यहाँ भन्नुहुन्छ सौनकजी महाराजले सूत सूत महाभाग बदनो बदतांबर कथां भागवतीं पुण्यम यदा भगवान सुख। हे सुतजी महाराज, एउटा कुरा बताइदिनु पर्यो। के कुरा भन्दाखेरि व्यासजीले यो भागवतलाई कसरी लेख्नुभयो, कुन समयमा लेख्नुभयो, के कारणले लेख्नुभयो, कसको प्रेरणाले लेख्नुभयो, यो कुरो पनि बताइदिनुहोस्। सुतजी महाराज भन्नुहुन्छ जब द्वापर युग समाप्त हुँदै थियो अनि कलियुगको प्रारम्भ हुन लागेको थियो, त्यतिखेरको समयमा पराशर नामका एक प्रकाण्ड विद्वान, ज्योतिष शास्त्रका बहुतै ठुला विद्वान हुनुहुन्थ्यो। पराशर ऋषि सरस्वती नदीको किनारमा पुग्नुभयो। पारी जाउँ भनेको बाढी आइरहेको रहेछ खोलामा, पारी तर्न सक्नु भएन। अनि माझी दाइले भन्नुभयो, माझी दाइ मलाई पारी तार दिनु न। माझी दाइले भन्नुभयो
हजुर म त खाना खाँदैछु, खाना खाएको बेला त उठ्नु हुँदैन हो, उठेर खाना खायो भने उच्छिष्ट हुन्छ। तर अहिलेको मान्छेलाई कसरी सम्झाउने? बोल्नु राधे राधे। सबै बफ सिस्टम भनौँ के हो त्यो, उभि उभि खाएको छ, कुरेको छ। आज हस्पिटलको संख्या किन बढेको? हामीले आचरण छोडेरै हो नि त। आज हरेक नगरमा, हरेक गाउँमा, हरेक टोलमा, म त विराटनगर निवासी हेर्नु, विराटनगरमा हस्पिटल कति हो कति छन्, फेरि बढेका बढै छन्। फेरि कुनै हस्पिटलमा जानु खाली कहीँ छैन। राम राम, यो के भएको भन्दा हाम्रो आचरण छैन। कसरी बसेर खानुपर्ने हो, कसरी सुत्नु पर्ने हो, हैन? हाम्रा खोइ आहार र विहारका धर्म खोइ ती मेटिँदै गए, जसको कारण हस्पिटल फस्टाउँदै गए। हाम्रो आहार र विहार नै परिवर्तन भएपछि हस्पिटल त्यसै पनि मोटाउने भइहाल्यो। हामीले उभिएर खानु हुँदैन, उभिएर पानी पिउनु हुँदैन। ठुलो दोष बताइएको छ, वरुण दोष बताइयो। अब तो वरुण दोष भने क्या हो क्या? हाँ? ए बिरामी हुनुहुन्छ भने बुझ्थ्यो होला, त्यहाँ लेखिदिनु पर्छ बिरामी हुन्छ, उभिएर खानु हुँदैन, पत्थरी हुन्छ, हैन? अनि अरू पानी जम्ने बिराम लाग्छ, हर्निया हुन्छ, के हुन्छ भन्दै भए मान्छेले उभिएर खाँदैन थियो होला, पिउँदैन थियो होला। उभिएर पानी खानु हुँदैन, पानी खाँदा भरसक टुक्रुक्क बसेर खानुपर्छ, खाना खाँदा पल्याटी मारेर बसेर खानुपर्छ, मजाले आनन्दले। तर आज कुर्सीमा बसेर टेबलमा राखेर खाइहाल्यौँ भने, नभए त उभि उभि हालियो, उभि उभि खा। यो हाम्रो संस्कार होइन। खाना खाँदै गरेको बेला तपाईको आधा खानुभयो, केही काम पर जुरुक्क उठ्नु भने त्यो खाना खानु हुँदैन हाम्रो शास्त्र अनुसार, किनभने त्यो खाना जुठो हो, त्यसलाई परिवर्तन गर्नुपर्छ। नियम त यो, तर खोइ त नियम बिस्तारै बिस्तारै ह्रास हुँदै गए। त सज्जन, समयको बदलावसँगै हामी पनि बदलिँदैछौँ र हाम्रो आयु पनि सकिँदैछ। यहाँ भन्नुहुन्छ समय बलवान छ, अब खाएको बेला म उठ्नु हुँदैन, म के गरौँ महाराज? आज पराशर ऋषिले भन्नुभयो, तिमी खाएको बेला नउठ, तर के गर्नु? म त पारी त जानु नै छ, मलाई केही व्यवस्था गर्दा। त्यसो भए मेरी छोरी छन् 11 वर्षकी कलिली सानी छिन्, इनको नाम हो मत्स्यगन्धा। अनि यो मत्स्यगन्धा चाहिँ किन भयो कि हेर्नु न, जिउमा माछाको कत्लै कत्ला छ। राम राम, माछाको जस्तो गन्ध आउँदो रहेछ, त्यही भएर यिनको नाम मत्स्यगन्धा। होइन यस्तै जन्मेकी कि कसरी हो यस्तो भएको? होइन हजुर, अब म त माझी मान्छे परे, यसो माछा मार्दै थिएँ, एउटा ठुलो माछो जालमा आयो, अनि त्यही माछो भित्र चाहिँ यी कन्या रहेछन्, त्यसैले यिनको नाम हो मत्स्यगन्धा। यी कुनै अप्सरा थिइन्, श्राप पाएर यहाँ आएकी थिइन्। त सज्जन, एउटा पुरुष जो मत्स्य नरेश बने, तर यी कन्या भने माझीसँग बसिन् र माझीकी पुत्री भए। आज तिनै कन्यालाई लिएर म नाउ लिएर जान्छु पारी भनेर पराशर ऋषि हिँड्नुभयो। तर जाँदै जाँदा एउटा त्यस्तो समय आयो, त्यस्तो काल आयो, जुन समयमा यदि कुनै सन्तानको उत्पत्ति भए, त्यसले हाम्रो सनातन धर्मको लागि ठुलो काम गर्ने थियो। एउटा वेदलाई 4वटा बनाउने थियो, 18 पुराण लेख्ने थियो। पराशर ऋषिले त्यो समयलाई देख्नुभयो र ती कन्यासँग भन्नुभयो,
हे कन्या हेर यो समयमा एउटा सन्तान प्राप्ति भयो भने त्यो सन्तान धेरै ठुलो काम गर्नेछ भनेर भन्नुभयो। ती सानी कन्याले भन्छन्, हे गुरुदेव म त सानै छु, म त्यस्तो कर्म कसरी गर्न सकौँला। आज पराशर ऋषिले भन्नुभयो, म ऋषि हुँ, मसँग शक्ति छ। तिमी आफ्नो पूर्व जन्मको चरित्रलाई एकचोटि विचार गर। तिमी कुनै मनुष्य होइनौ, तिमी कुनै माछो पनि होइनौ, तिमी त साक्षात अप्सरा हौ, तिमी देवी हौ। एउटा कुरा, यदि तिमीले सन्तान उत्पत्ति गर्न तयार भयौ भने म युवती बनाइदिन्छु र यो तिम्रो शरीरको कतलाई पनि मेटाइदिन्छु। अर्को, तिमीले सन्तान उत्पत्ति गरेपछि फेरि यस्तै बच्चिनी बनाइदिन्छु। बडा समर्थवान ऋषि हुनुहुन्थ्यो। ऋषिको आज्ञालाई शिरोधार्य गर्नुभयो। माछाले नदेखुन् भनेर पानीमा लेउको उत्पत्ति गर्नुभयो। देवताले नदेखुन् भनेर यो कुहिरो लाग्छ नि, कुहिरो हो, त कुहिरोको उत्पत्ति गर्नुभयो र मत्स्यगन्धबाट एउटा पुत्र उत्पत्ति भयो जसको नाम श्री कृष्ण राखियो। अनि उनी फेरि बच्ची भइन्, शरीरको कत्ला मेटियो र उनको नाम भयो सत्यवती। उनले उनले चाहिँ पराशर ऋषिको सत्य वचनलाई मानेको हुनाले उनको नाम भयो सत्यवती। मत्स्यगन्धाबाट शरीरबाट मगमग वासना आउन थाल्यो, त्यसै भएर उनको नाम भयो योजनगन्धा। पहिले मत्स्यगन्धा थियो, योजन सुगन्धा भयो। सज्जन, आज श्री कृष्ण जन्मिएपछि दीपमा उनले निवास बनाए, त्यही भएर उनको नाम भयो दैपायन। एउटा वेदलाई चारवटा बनाए, त्यही भएर उनको नाम भयो वेदव्यास। पूरा नाम भयो श्री कृष्ण द्वैपायन वेदव्यास। पराशर ऋषिले आज्ञा दिनुभयो, बाबु जाऊ, म विष्णु पुराण जसरी लेख्दैछु त्यसरी नै तिमी 18 पुराण लेख भनेर पठाइदिनु भयो। उहाँले 17वटा पुराणको रचना गर्नुभयो। मनमा शान्ति भएन अनि महाभारत रूपी विशाल ग्रन्थ लेख्नुभयो, तर पनि मनमा शान्ति भएन। म के गर्दा चाहिँ मनमा शान्ति होला भनेर बडा चिन्तित हुनुभयो। हेर्नु महापुरुषहरू, मैले धर्मको लागि केही गर्न पाए हुन्थ्यो, मैले यो सनातनको लागि केही गर्न पाए हुन्थ्यो। औडा भो, छटपट भो, म के गरौँ भनेर। मान्छे, छोरा मान्छेलाई बडा चिन्ता भयो भने के गर्छन्? आकाशतिर हेर्छन् अरे हो। एकचोटि भन्नु त राधे राधे। छोरा मान्छेलाई बढी चिन्ता भयो भने आकाशतिर हेर्न थाल्छन्। छोरी मान्छेलाई चिन्ता भयो भने भुइँ कोट्याउन थाल्छ। निहुरिएर भुइँ कोट्याउन थालिदिन्छ अरे छोरी मान्छेले। छोरा मान्छेले आकाशतिर किन भयो जस्तो। अब व्यासजीलाई पनि बडा चिन्ता भयो। आकाशतिर हेरेर रुखमुनि बस्नुहुन्छ। लौ न, अब म के गरौँ? के गर्दा मेरो मन शान्ति होला? आकाशतिर हेर्दै हुनुहुन्थ्यो। आकाशमा नाच्दै नाच्दै एकजना आउँदै हुनुहुँदो रहेछ। हातमा वीणा छ, मुखमा भगवानको नाम छ, श्रीमन्नारायण नारायण नारायण। मुखमा भगवानको नाम छ। हेर्नुहोस्, बडा प्रेमले गाउँदै, प्रेमले भगवानको नाम लिँदै आकाश मार्गबाट आउँदै हुनुहुन्छ। श्रीमन्नारायण नारायण नारायण, मुझमन नारायण नारायण नारायण,
आकाशतिर हेर्न लाग्नुभयो। आज भगवानको भजन गाउँदै दिव्य पुरुषको आगमन भएछ। मन शान्त हो। आज देवर्षि नारदजीको दर्शन हो। जब नारदजी भगवान आए जत्तिकै भो व्यासजीलाई पूजन गर्नुभयो। नारदजीले भन्नुहुन्छ, हेर तिम्रो मनमा बडा चिन्ता छ जस्तो छ। के को चिन्ता हो? प्रभु हजुरलाई सबै थाहा छँदैछ। मैले 17 पुराण लेखेँ, एउटा वेदलाई 4वटा बनाएँ, तर पनि मनमा शान्ति भएन। आज नारदजीले भन्नुहुन्छ, गडबड गर्नुभयो प्रभु, तपाईले गडबड गर्नुभयो। किन? यत्रो धेरै पुराण लेख्नु भएछ, तर भगवान कृष्णको बाल चरित्रको लीला कहीँ पनि छैन। खोइ त भगवानको नामको महिमा खोइ। अनि नामको महिमा किन लेख्नु पर्दैन? यत्रो धेरै धेरै कर्मकाण्डको विषयमा लेखेको छु, यज्ञ आराधनाको विषयमा लेखेको छु। अब नामको महिमा किन लेख्नु पर्यो? सबै कुरो नाममै त छ। नाम भन्दा ठुलो यो संसारमा केही पनि छैन, याद गर्नु होला। ननाम सदृशम यज्ञम ननाम सदृशम जपम। भगवानको नाम भन्दा ठुलो यो संसारमा न यज्ञ छ, न जप छ, न तप छ। त्यसैले भगवानको नामको महिमा जबसम्म हुँदैन तबसम्म तिम्रो यो ग्रन्थ कहिले पनि पूरा हुँदैन। प्रभु मैले नामको कुरा बुझिन नि। सुन, म एउटा कथा बताउँछु जसमा भगवानको नाम महिमा जोडिएको छ। एकचोटिको कुरा हो। एउटी माता हुनुहुन्थ्यो, जुन माता एउटा सानो 5 वर्षको बच्चा छ। श्रीमानले धरती छोडेर जानुभयो। सानो बच्चालाई उनले हुर्काउँदै थिइन्। त्यही त हो, श्रीमान नभएपछि समाजमा हेपिनु पर्ने, धन सम्पत्ति नभएपछि झन होचिनु पर्ने, बडा कष्ट, बडा कठिनता। आज त्यही बीचमा ती माताले एउटा ब्राह्मणको घरमा काम पाउनु भएछ। ती ब्राह्मण भगवानका परम भक्त रहेछन्। असारको महिना आयो, चतुर्मास व्रत बस्न पर्यो भनेर चतुर्मास यज्ञको लागि गुरुहरूलाई बोलाउनु भयो। र गुरुहरू चतुर्मासको लागि आउनुभयो, सत्संग प्रवचन गर्नको लागि। घरमा आचार्य आएपछि घरकाले विशेष ध्यान दिनुपर्छ है। सेवाको मौका त्यतिखेर पाइन्छ जब घरमा आचार्य आउनुहुन्छ। भगवानका पार्षद सफा गरिदिने, तुलसी टिपेर ल्याउने, फूल टिपेर ल्याइदिने हैन। सेवामा के को अभाव छ, भोग रागहरूको सबै व्यवस्था गरिदिने। ती सम्पूर्ण कुरा गर्न लाग्नुभयो ती माताले। उनको सानो 5 वर्षको बच्चा, त्यो बच्चा पनि आज महात्माहरूले प्रवचन गर्दा सुनिराख्ने, महात्माहरू हवन गर्न थाल्दा समिधा खोजेर ल्याइदिने, महात्माहरू पूजा गर्न बस्दा तुलसी फूल टिपेर ल्याइदिने, सेवा गर्न लागे। बिस्तारै बिस्तारै समय बित्दै गयो। महात्माहरूको दिव्य प्रवचन सुन्न लागे। महात्माहरूले खाएको खानेकुरा उब्रिन्छ, त्यही कुरा खान्थे। भगवानलाई भोग लगाएर उब्रेको खानेकुरा खायो भने बुद्धि सुध्रिन्छ, मति सुध्रिन्छ। भगवानको प्रसाद सधैँ खायो भने हैन। हामी पनि यहाँ भगवानलाई भोग लगाएर अनि त्यही भोग प्रसाद मिसाएर सबैले खाने गर्छ। त्यही भएर भागवतको प्रसादी बडा अमृत हुन्छ, जसले हामीलाई शान्त दिन्छ,
हामीलाई आनन्द प्रदान गर्दछ। सज्जन, आज ती बालक बिस्तारै बिस्तारै जब कथा सकियो, कार्तिकको महिना आयो, महात्माहरू फेरि आश्रमतिर जान लाग्नुभयो। ती साना बच्चा पनि सँगसँगै जान थाल्नुभयो। महात्माहरूले भने, बाबु तिमी कहाँ हिँडेको? अनि तपाईँले सत्सङ्गमा भन्नुभएको होइन? तपाईँले सत्सङ्गमा भन्नुभएको होइन? यो संसार निस्सार छ, यसको भरोसा गरेर बस्न हुँदैन, जङ्गलमा गएर भगवानको भजन गर्नुपर्छ, त्यही भन्नुभएको होइन? म त भगवानको भजन गर्न हिँडेको। गुरुहरूले भन्नुभयो, बाबु घरका ईश्वरलाई त्यागेर वनका ईश्वरलाई भेट्न सकिँदैन। घरका ईश्वर भनेका आमा बाबा हुन्। आमा बाबाको मन रुवाएर म तीर्थ गर्छु, व्रत गर्छु भन्नु यो केवल ढोङ र नाटक मात्रै। त्यसले कहिल्यै सिद्धि प्राप्ति गर्दैन। जुन सन्तानले आमा बाबालाई रुवाउँछ त्यसले जति नै दान गरे पनि, जति नै तीर्थ घुमे पनि त्यो कहिल्यै पवित्र हुँदैन। बाबु तिम्रो त बाबा पनि हुनुहुन्न। आज तिम्रो आमाले तिमीलाई त्यति माया गरेर राख्नु भएको छ, त्यति माया गरेर राखेको तिमीले जङ्गल गयौ भने, आमालाई छोड्यौ भने त्यो आमाको मन कति रोला। त्यसैले बाबु आमालाई नछोड। आमा भनेको सम्पूर्ण तीर्थ। तपाईले सधैँ आमाको गोडामा ढोग्नुभयो भने संसारका सबै तीर्थलाई ढोगेको फल मिल्छ। पिताजी भनेको देवता हो। पिताजीलाई सम्मान गर्नुभयो, पिताजीलाई ढोग्नुभयो भने संसारका समस्त देवी देवतालाई ढोगेको फल मिल्छ। त्यही भएर आमा बाबा भनेको साक्षात तीर्थ र देवता हुन्। कहिले पनि आँखामा आँसु आउन दिनु हुँदैन, उहाँको चित्त दुखाउनु हुँदैन। जाऊ तिमी फर्क, आफ्नी आमालाई नरुवाऊ। आज तिमीले त धर्मलाई बुझ्यौ, म जङ्गल जान चाहन्छु भन्यौ, तर तिम्री आमालाई थाहा छैन यसको विषयमा। बच्चा फर्किए, आमाको संरक्षणमा बस्दै गए। एक दिनको कुरा हो, जब आमा गाई दुन जानु भएको थियो ग्वालीतिर, फर्किनु भएन। राति 11 बज्यो। जब बच्चाले आमालाई देख्दैनन्, आमा आमा भन्दै खोज्न थाले। छिमेकीहरूले कुरो सुने, दौडिए, बाबु तिम्री आमा खोइ त? खै गाई दुन जानु भएको, फर्किनु भएको छैन। ग्वाली अलि टाढा रहेछ। अनि ग्वालीतिर हेर्न जाँदा आमा त दङ्ग खेतमा लडिरहेकी छिन्। दुधको बाल्टी पर पोखिरहेको छ। आमा कतिखेर सेलाइसक्नु भएछ थाहा छैन। विषालु सर्पले टोकेछ, खुट्टामा बेरेर लडाएछ। सर्प देख्ने बित्तिकै बेहोस हुनुभयो। सर्पले टोको, दुध ती घोप्टियो, झन विष फैलियो। आमाको प्राणान्त भएछ। बच्चाले देखे, रुन थाले। आमालाई देखेर रुन थाले, आमा तपाई भुइँमा किन सुत्नु भएको? आमा चिसो लाग्छ, आमा उठ्नु न, आमा यसरी भुइँमा नसुत्नु न, आमा। गाउँलेहरू आउँछन्, भन्न लागे, बाबु तिम्री आमा अब कहिले नउठ्ने गरी सुत्नुभयो, छोडिदेऊ आमालाई। ती बिचारा बच्चाले के बुझ्ने? सज्जन, जिउँदा हुँदा आमा बाबालाई हामीले हेला गर्छौं, राम्रो मिठो वचन बोली बोल्दैनौं, बात बातमा कुरा लगाउँछौं, बात बातमा चित्त दुखाउँछौं। अनि मरिसकेपछि बाबा आमा भन्दै रुँदै कराउँदै गर्दा के फल मिल्ला?
बाबुरू आएर शान्ति खोज्दै हिँडेछौ। आफ्नै घरमा भगवान छ तिमी कहाँ चिन्छौ। आमा बाबुरू आएर शान्ति खोज्दै हिँडेछौ। आफ्नै घरमा भगवान छन् तिमी कहाँ चिन्छौ। बिर्सिसक्यौ आमाको न्यानो गाथा, बिर्सिसक्यौ आमाको न्यानो गाथा। सन्तानको माया पाउन तडपिरहन्छन् आँखा, सन्तानको माया पाउन तडपिरहन्छन् आज। सन्तानको माया पाउन तडपिरहन्छन् आज, तडपिरहन्छन् आज। कलियुगमा धर्म गर्न जान्छौँ तीर्थधाम, कलियुगमा धर्म गर्न जान्छौँ तीर्थधाम। सम्झी सम्झी रोइरहन्छन्, तडपी तडपी रोइरहन्छन्। घरमा बाबा आमा, घरमा बाबा आमा, घरमा बाबा आमा, घरमा बाबा आमा। दशौं महिना कुखमा राखी लाखौं दुःख सहिछन्। बुढेसकालको सहारा पराई भएछन्। दशैं महिना कुखमा राखी लाखौं दुःख सहिछन्। बुढेसकालको सहारा पराई भएछन्। बिर्सिसक्यौ आमाको अकेलामा खेलेको, बिर्सिसक्यौ आमाको अकेलामा खेलेको। तिम्रै लालन पालनमा सयौं दुःख झेलेको, तिम्रै लालन पालनमा सयौं दुःख झेलेको, सयौं दुःख झेलेको। कलियुगमा धर्म गर्न जान्छन् तीर्थधाम, कलियुगमा धर्म गर्न जान्छौँ तीर्थधाम। सम्झी सम्झी रोइरहन्छन्, तडपी तडपी रोइरहन्छन्। घरमै बाबा आमा, घरमा बाबा आमा, घरमा बाबा आमा, घरमा बाबा आमा। जय जय। आफ्नै घरमा भगवान छन् सारा तीर्थधाम। सुख शान्ति दुवै नै हुन् आफ्नै बाबा आमा। आफ्नै घरमा भगवान छन् सारा तीर्थधाम। आमा बाबा दुवै नै हुन् आफ्नै भगवान। धर्मको नाममा साँचो मार्ग सिकाऊ, धर्मको बाटो के हो आफ्नै बाबा सिकाऊ। धर्मको मार्ग के हो
आफूले नै सिकाऊ, आफूले नै सिकाऊ। कलियुगमा धर्म गर्न जान्छौ तीर्थधाम, कलियुगमा धर्म गर्न जान्छौ तीर्थधाम। तडपी तडपी रोइरहन्छन्, सम्झी सम्झी रोइरहन्छन्, घरमै बाबा आमा, घरमै बाबा आमा, घरमै बाबा आमा, घरमै बाबा। हे आमा, हे आमा, मेरी आमा, हे आमा। आमा बाबु रुहाएर शान्ति खोज्दै हिँडिछौ, आफ्नै घरमा भगवान छन्, तिमी कहाँ चिन्छौ। आफ्नै घरमा भगवान छन्, सारा तीर्थधाम। आमा बाबा दुवै नै आफ्ना ईश्वरी नाम। बिर्सिसक्यौ मामाको हत्केलामा खेलेको, तिम्रो लालन पालनमा सयौं दुःख झेलेको, तिम्रो लालन पालनमा सयौं दुःख झेलेको, सयौं दुःख झेलेको। कलियुगमा धर्म गर्न जान्छौ तीर्थधाम, कलियुगमा धर्म गर्न जान्छौ तीर्थधाम। घरमै बसी रोइरहन्छन्, तडपी तडपी रोइरहन्छन्, आफ्नै बाबा